कति मारे भाइ 420 मारे है सेलमा 2010 को एकदम फ्रेश टिकटकमा यहाँ चलपल हानेछ एउटा भाइले यहाँ नमस्ते सबजनालाई वेलकम ब्याक टु माय च्यानल मी बोराउलो मल फेरि पनि नेक्स्ट भ्लगमा स्वागत छ आइ एम फाइनली ब्याक विथ न्यू भ्लग आफ्टर 2 मन्थ आई गेस भ्लगहरु चाहिँ धेरै बनाएको थिएँ मैले है राइडहरु गएको भ्लगहरु नि टन्नै थियो तर कुनै पनि हाल्न पाएन हैन त्यसको रिजन पनि म भन्छु अहिले एकछिनमा सो यो चाहिँ मेरो मोटो भ्लग गर्दाखेरि युज गर्ने क्यामेरा हो यो चाहिँ GoPro Hero 12 हो हैन 1 वर्ष भयो होला 1 वर्ष 1.5 वर्ष जति भयो भनौं अनि यसमा चाहिँ ब्याट्रीमा प्रब्लम आउन थालेको छ अनि यसरी देखाउँछ पनि सबै हैन चार्ज 94 छ अनि मेमोरी कति के छ सबै देखाउँछ हैन तर जब मैले रेकर्ड खिचे नि यस्तो देखाउँछ का यसको ब्याट्री अस्ति बुझ्न गएको थिए कति ओरिजिनल ब्याट्रीको दुईटाको डुअल ब्याट्री अनि एउटा चार्जर आउँछ हैन दुईटै ब्याट्री चार्ज गर्ने त्यसको चाहिँ 8000 पर्छ रे हैन 8.5 त्यस्तै पर्छ रे सो त्यही अब किन्छु होला बिस्तारै त्यही हो यतिकै बस्यो है दिनहरु यसरी नै कटिराछ पीसी चलायो बस्यो सो आज चाहिँ म बाहिर निस्किन्छु हैन मेरो बाइकमा हल्का फुल्का कामहरु छ त्यो काम म गर्छु सो अहिले चाहिँ म टेकु जान लाग्यो अनि यहाँ बाइक यस्तो छ कन्डिसन वाइल धुलो छ है एकचोटी वास हाल्नु छ अनि अहिले टेकु चाहिँ को जान लाग्यो भने म र एउटा भाइ छ हैन म र बिजल भाइ जान लाग्यो सो त्यहाँ अहिले भेटेर अहिले एकचोटी भ्लग गर्छु बिजल भाइको घर चाहिँ यही तल होस्टलाहा अहिले चाहिँ म यहाँ जाँदैछु यो बिजल भाइलाई मेरो डाटा छैन भन्ने थाहा छैन रहेछ घरबाट मैले गाविसम्म कुर्छु है आऊ भनेको अहिलेसम्म आएन त्यही अब भाइ आउँछ अनि त्यसपछि भाइले भ्लग गर्छ पछाडिबाट मेरो चाहिँ अब यस्तै हो आहा यस्तो त्यो रुममा बसिरहेको भएर होला बाहिर एकैचोटि निस्किँदाखेरि त पुरा आँखा त तिरमिरी भइरहेको ब्याटम्यान म यसै भने होइन क्या म दिउँसोमा हिँड्नै सक्दैन घाममा बल्ल आउँदै लन्ठु भाइ दौडिँदै अब हेर के भन्छ भाइ म थाहा छैन भाइ यस्तो किन्डिला म तपाईले कल गर्छन् होला नम्बरै छैन मसँग अनि मैले तपाईले पठाइदिए त मैले तपाईले मेसेज के गरेको थिएँ हेर्नु भएन बार्दो ल्याएपछि झन् कल गर्नु है भनेको त अनि निस्किन्छु भनेको बिहान है तास भाइसँग गएको यस्तो जाडो भएको यो बाटो कलङ्कीसँग गएको मर्ला जस्तो जाडो भएर बिहान म त ललितपुर हो कलङ्कीसम्म गएको अनि त्यहाँबाट अर्को गाडी चढेको नि त कलङ्कीको जाममा मजाले फस्यो भने त दाइ यहाँ आधी घन्टा जाम मलाई कुर्न आधी घन्टा टेकुमा यसै रात पर्ने त होइन A few moments later. ल है त यहाँ टेकुमा यहाँ हिरोहरू भेटिसकेको छ केटाहरूको बाइक यहाँ मोबिल दिएको हानेर जहिले टेकुमा मात्रै भेट्छ हामी बहुत दाबेला भेटघाटै हुँदैन मैले बोलाउँदैन अरे मैले अस्ति बोलाएको हो निमाको अर्कै प्रब्लम थियो क्या त्यो बेला के छ बिसेक भइसक्यो अहिले प्रब्लम त नभन्नु है ल के टाउनको 1 पिस बाइक दोस्त अनि स्टक सिट फेरि निकालिदिएको अस्ति किने होइन यहीँबाट लग्यो होइन र सर्भिसिङ टाइम भयो भने होला नि हाम्रो दाइको बाइक पनि हाफ इन्जिन बनाउनु रहेछ सबै दाइको बाइक भाइ आऊ है दोस्त तिमी खान्छौ खाँदैनौ रिभ्यू पनि हालिदिनु पऱ्यो नि जस्तो लो यार एक चार्जिङ दामी हौ कति मारे यो बाइक 420 मारे है सेलमा 2010 को एकदम फ्रेश बाइक त्यस्तो त भने छैन है मैले त्यस्तो भने छैन भाइ भने छैन 6 बेट हालेर बेच्यो भने चाहिँ आउँछ है दोस्त अब चाहिँ स्टिकर हाल्न जानु लाग्यो म निमाको चाहिँ बाइक बनाइरहेछ यहाँ अगाडि हाल्नु पऱ्यो यार अगाडि सोधेको त्यहाँ बन्द रहेछ पसल अब त्यही हो त्यहाँ गएर हालेर अनि आउनु पर्ला अब स्टिकर हाल्ने नि त यसमा र यसमा स्टिकर जान्छ ल मेरो बाइकको चाहिँ काम हुनु लाग्यो अब टेकको चाहिँ अलवेज प्याक हो यार पहिलाको जस्तै यहाँ चाहिँ अफ डे अन डे भन्ने केही हुँदैन जहिले प्याकै हो ममता
सबै सेक्सी देखियो यसमा नि सानो सो बाइकको काम डन भइसकेछ अब चाहिँ मेरो काम त सक्यो निमाको एकछिन बाँकी छ निमालाई एकछिन हेर्छु त्यहाँ अनि साइलेन्सर अलिअलि हल्ल्यायो त्यो पनि मिल्यो भने त देखाउँछु अब नत्र अर्को त्यस्तै हो एकछिन भेट्नुपर्छ अब टिकटकमा यहाँ चलपल हानेछ एउटा भाइले यहाँ गर्नु कमेन्ट पढाउन कमेन्ट हेरौँ न 96K ए बेलुकासम्म 100K पुग्छ होला राहुल मेरो भिडियो ए राहुल दाइ सर्च बारमै कमेन्ट क्रेजी होइन होला यस्तो रातो यस्तो बट मैले चिन्न किन What type of English is this? Who is he? He is man of Goliman. English पनि काउन्ट गरेर छ कसले ए गर्नु यहाँ छ You mean Rahul Thakuri? भाइरल बनाइदियो मलाई भेट्नुपर्छ अब छिटै जर्सिङ पावा जानुपर्छ है लाउँदोस् अब चाहिँ लाग्नु पऱ्यो धेरै भइसक्यो 3-4 घन्टा भयो जब एउटा स्टिकर हाल्न उहाँबाट आएको है अरू सामान नै खोज्न खास पाएन अब त्यही हो बाइक चाहिँ उतै गएर वास हान्नु पर्यो यहीँ हान्ने सोचिरहेको थियो फेरि जाँदा त्यस्तै हुन्छ निमाको पनि बाइक बनाएन नत्र कुर्छु भने एकछिन अब टाइम लाग्छ जस्तो जग्गामा भ्लग बनाउनु बिर्सिसक्यो कस्तो आत्तिरहेको भने अब फेरि युज टु हुन्छ डेली भ्लग्स आउँछ केटा स्टे ट्युन है डेली भ्लग्स चाहिँ भन्नु मात्रै हो होइन आयो डेली भ्लग्स भनेर मान्छे गायब हुन्छन् कता कता अब चाहिँ चल्यौँ कहाँ जाने अब चन्द्रगिरी लोटस भने कहाँ अरे ठ्याक्क लोटस भनेको त्रिभुवन पार्कनिर जान लाग्यो जाम चाहिँ फेरि वाइल्ड परिरहेको छ होइन जामै जाम तर हेर्नु नि क्या दामी देख्यो त्यताको लभली सुन्दर भएर आजको मौसम यतिको चाहिँ हुनु पऱ्यो है ल यहाँको बाटो चाहिँ अहिले यस्तो दामी बनाइसक्यो मैले भ्लग केही नहालेको बाटै बनिसक्यो यता ल हेर केटा अब चाहिँ बनाइसक्यो बाटो हाम्रो डेस्टिनेसन चाहिँ लोटस होइन बिहा भन्दा नि हुन त धेरै पुरानो हो तर जान थालेको चाहिँ नयाँ भर्खर माइग्रेसन भयो होइन टिचाबाट माइग्रेसन भएर आज चाहिँ यो दुर्गा प्रसाईहरूले भनेको वाला प्रोटेस्ट हुनला भनेर सायद होला मामाहरू अलर्ट छ आज सबैजना बाटोभरि पुलिस मात्रै थियो त्यही हो प्रोटेस्ट चाहिँ भएन हाम्रो समातिसकेको जस्तो लाग्यो भाइ राति घरबाट उठाइदियो भनेर घरबाटै उठाइदिएको त्यही हो गाह्रो छ ए हाल्नु ल हामी चाहिँ आइपुग्यो होइन लोटस हो क्या तास भाइको बाइक चाहिँ कतातिर होला रेस्टुरेन्टको हुँदैन ल तास भाइ बाइक त होला हो नो फ्याट चिक्स तास भाइको बाइक पनि फेरि डेन्जर छ है नो फ्याट चिक्स है केटाहरू चाहिँ सहजना फेरि यहाँ डेन्जर पारामा बस्दैछौँ ल है अब चाहिँ हामी चौतारीतिर जानु लाग्यो सबजना माथि कुम्फू भइरहेको रहेछ त नि पहिला म नि खेल्थेँ यहाँ कुम्फूमा त 2 लाइन हो ल 2 जना राहुलै सानै बुलेटहरू ल केटा आऊ है बिस्तारी गोली हाने जस्तो हाने मौसम त आज किन हो यस्तो क्लियर त नभनौँ तर राम्रै भइरहेको
बार्दली नो बार्दली अब नो बार्दली चौतारीमा नि अब बिस्तारै बसेसराई हुन्छ होला हाम्रो त्यही हो अब चिया खाने उनो पनि छ यहाँ उनो पनि खेल्नु होला बाहिर बस्नु भित्र बस्नु हामी चाहिँ यता बस्ने गरेको है यहाँ भित्रपट्टि उनो खेल्दै ल अब चाहिँ यहाँ उनो खेल्ने र यहाँ केटाहरू भाइ त्यो उनो ल्याउ त खै यो जस्तो भेजा उनो अहिलेसम्म मैले देखाएको छैन है नो मर्सी भन्ने यो त कामै छैन उयो कुन चाहिँ हो यो होइन सफल भने कुन चाहिँ हो यो उनोमा बसेको छ भने म अब यो कसैले कार्ड देखाइदियो भने फेरि सबैको कार्ड छुटेर अनि फेरि बाँड्ने थियो क्या इक्वल्ली यो सकिँदैन क्या गेम लास्ट युति छ ल बाँड नि त भाइ +10 पनि कलरमा छ क्या यसमा सायद त्यस्तै ला अब हेर यस्तो लोडो तास पर्छ नि यहाँ है उयोले सकाउने हो क्या करियर सबैको कसैले खाँदैन गेम मैले खान्छु अब 1 eternity later. अहिले चाहिँ बाइक वास हुँदैछ यहाँ चट्ट पारामा क्लिक्क बनाएर राख्नु पऱ्यो अब यहाँबाट वास हानेर अनि घर जान्छु म आजको दिन यस्तै भइहाल्यो अब अहिले एकछिनमा इन गर्छु म भ्लग चाहिँ कस्तो ब्लू आएको यार भ्लग गर्न पनि बिर्सिसक्यो क्या